नमस्ते र द डिप डाइभको यो नयाँ छलफलमा सबैलाई स्वागत छ। नमस्ते। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन धेरैजनालाई चासो लाग्न सक्छ, ट्रेडिङको मनोविज्ञान हो, एकदमै महत्त्वपूर्ण विषय। तर हाम्रो स्रोत आज कुनै लामो रिसर्च पेपर वा किताब होइन। यो त एउटा सानो डिजिटल नोट जस्तो देखिने तस्विर मात्र हो। धेरैदा सामान्य छ, तर मलाई लाग्छ यसभित्र आत्मसुधारको एउटा निकै शक्तिशाली ढाँचा लुकेको छ। एकदम। कहिलेकाहीँ सबैभन्दा गहिरो कुराहरू यस्तै सरल तरिकाले प्रस्तुत गरिएका हुन्छन्। हो नि, हाम्रो उद्देश्य पनि त्यही हो, यो सरल देखिने ढाँचालाई खोलेर यसको गहिराइमा पुग्ने। र यो केवल अनुशासित बन्नुहोस् भन्ने खालको खोक्रो सल्लाह भन्दा धेरै माथि छ। यसले त अनुशासनलाई व्यवहारमा कसरी उतार्ने भन्ने ठोस तरिका नै देखाउँछ। ल, त्यसो भए त्यहीबाट सुरु गरौँ। स्रोतले सुरुमै ट्रेडरहरूले सामना गर्ने 4वटा प्रमुख कमजोरीहरू औल्याएको छ। चारवटा कमन एरर्स। पहिलो हो ओभर ट्रेडिङ, अर्थात् आफ्नो मापदण्ड पूरा नगर्ने ट्रेडहरू पनि लिनु। ओभर ट्रेडिङ हो। दोस्रो खराब जोखिम व्यवस्थापन, पोर रिस्क म्यानेजमेन्ट। यो त झन् खतरनाक। तेस्रो भावनात्मक ट्रेडिङ, अनि स्रोतले त रिभेन्ज ट्रेड भन्ने शब्द नै प्रयोग गरेको छ, बदलाको व्यापार। र चौथो निरन्तरताको अभाव, मतलब आफ्नो योजनालाई पालना नगर्नु हो। र यी 4वटै कमजोरीहरू एकअर्कासँग नराम्रोसँग जिलिएका छन्। मनोविज्ञानकै विभिन्न पक्षहरू छन् यसमा। ओभर ट्रेडिङबाटै सुरु गरौँ न त। यो किन हुन्छ जस्तो लाग्छ? स्रोतले त आफ्नो नियम तोड्नु भनेको छ। हो, तर मान्छेले नियम किन तोड्छ त? प्रश्न त त्यो। यसको एउटा मुख्य कारण त अवसर गुमाउने डर हो, फोमो भन्छन् नि, फियर अफ मिसिङ आउट। हो। बजार चलिरहेको छ, सबैले कमाइरहेका छन्, म मात्रै चुप लागेर बस्यो भने केही छुट्छ कि भन्ने छटपटी। कि यो सधैँ फोमो नै हो, कि कहिलेकाहीँ केही गर्न नपाएर दिक्क लागेर पनि मान्छेले ट्रेड गर्छ? तपाईले एकदम सही ठाउँमा छुनुभयो। बोर्डम ट्रेडिङ पनि ठूलो समस्या हो। दिक्दारीले गर्ने ट्रेडिङ हो। बजार शान्त छ, आफ्नो सेटअप बनेको छैन, तर ट्रेडरलाई केही न केही गरिरहनु पर्ने। एक्टिभ रहनु भनेकै ट्रेड लिनु हो भन्ने भ्रम हुन्छ। तर कहिलेकाहीँ सबैभन्दा राम्रो ट्रेड त कुनै पनि ट्रेड नलिनु हो, होइन र? ठ्याक्कै। तर त्यो अधीरताले गर्दा उनीहरूले कमसल अवसरमा पनि हाम फाल्छन् अनि घाटा हुने सम्भावना बढिहाल्छ। अब दोस्रो बुदामा जाउँ, खराब जोखिम व्यवस्थापन। धेरै जोखिम लिनु, यो त सुन्दा सिधा लाग्छ, देख्दा सिधा छ, तर यसभित्र धेरै कुरा छन्। हो, किनभने जानी त कसैले आफ्नो पुरै पैसा जोखिममा राख्न चाहँदैन होला नि। चाहँदैन, तर यो लोभ, अत्यधिक आत्मविश्वास र जोखिमलाई सही तरिकाले नबुझ्नुको एउटा मिश्रण हो। कसरी? सुरुमा लोभले काम गर्छ, एउटै ट्रेडले मलाई मालामाल बनाउँछ भन्ने सोच। त्यसपछि आउँछ ओभर कन्फिडेन्स। केही ट्रेड लगातार नाफामा गएपछि लाग्न थाल्छ, म त कहिल्यै गलत हुनै सक्दिन। आफू नै बजारको राजा सम्झिने हो। अनि त्यो भ्रमले उसलाई सामान्य भन्दा ठूलो जोखिम लिनु उक्साउँछ। तर सबैभन्दा सूक्ष्म कारण हो जोखिमलाई सही हिसाबले नबुझ्नु। मतलब धेरैले सम्भावित नाफा मात्रै हेर्छन्, तर त्यही ट्रेड उल्टो गयो भने कति घाटा हुन्छ भन्ने ठोस हिसाब राख्दैनन्। एउटै गलत निर्णयले महिनौको मेहनत स्वाहा हुन सक्छ। डरलाग्दो कुरा। अब तेस्रो कमजोरी भावनात्मक ट्रेडिङ, र त्यो शब्द रिभेन्ज ट्रेड। यो बदलाको भावना कहाँबाट आउँछ? बजारसँग के को बदला लिनु र? खासमा यो बजारसँगको बदला होइन, यो त आफ्नै अहङ्कारसँगको लडाई हो। अहङ्कारसँगको लडाई हो। एउटा सामान्य घाटा हुन्छ, तर अहङ्कारले त्यो स्वीकार्न सक्दैन। मैले कसरी गल्ती गर्न सक्छु भन्ने भाव आउँछ। अनि त्यो सानो घाटा पूर्ति गर्न र आफूलाई सही साबित गर्न नियम कानुन सबै बिर्सेर तुरन्तै अर्को ठूलो ट्रेड लिइन्छ। अनि परिणाम झन् ठूलो घाटा। यहाँ बुझ्नुपर्ने कुरा के हो भने त्यो सानो घाटाले डुबाएको होइन, त्यो घाटा पछिको भावनाले, त्यो बदलाको भावनाले डुबाएको हो। भनेपछि घाटालाई व्यक्तिगत हारको रूपमा लिनु नै समस्या रहेछ। बिल्कुल। घाटा त खेलको हिस्सा हो, तर जब त्यसलाई पर्सनल बनाइन्छ तब भावनाले तर्कलाई जित्छ। अब चौथो कमजोरी निरन्तरताको अभाव। मलाई त यी सबै कमजोरीहरू एकअर्कासँग जोडिएका छन् जस्तो लाग्छ। एकदम सही अवलोकन। के ओभर ट्रेडिङले नै अरू समस्या निम्त्याउँछ?
कि जरा अर्कै छ? यो छुट्टा छुट्टै समस्या होइन, यो एउटा दुष्चक्र हो। प्राय निरन्तरताको अभावबाटै सुरु हुन्छ। ए हो र? हो, जब तपाईँ आफ्नो योजनामा अडिग रहनुहुन्न, तपाईँ ओभर ट्रेडिङ गर्न थाल्नुहुन्छ। कमसल ट्रेड लिएपछि घाटा हुने सम्भावना बढ्यो। जब घाटा हुन्छ, तपाईँ भावनात्मक बन्नुहुन्छ। अनि रिभेन्ज ट्रेड गर्न खोज्नुहुन्छ। हो, अनि बदलाको भावनामा जोखिम व्यवस्थापन त कहाँ पुग्छ कहाँ? अनि त्यसले झन् ठुलो घाटा? हो, अनि त्यो ठुलो घाटाले फेरि निराशा अनि फेरि योजनाबाट विचलन। यो एउटा सर्पले आफ्नै पुच्छर निलेको जस्तो हो। वाह, कस्तो स्पष्ट चित्र बन्यो। ठिक छ, समस्याको जालो त बुझियो। अब समाधानतिर लागौं। हो, र यहाँबाटै हो यो स्रोत साँच्चै रोचक बन्ने। यसले यी सबैलाई एकैचोटि समाधान गर नभनेर एउटा अनौठो सल्लाह दिन्छ। त्यो सल्लाह नै यसको मुटु हो। स्रोतमा लेखिएको छ, 2026 को पहिलो त्रैमासिकमा सम्बोधन गर्नका लागि कुनै एक कमजोरी छान्नुहोस्। यो एक भन्ने शब्दमा निकै जोड छ। हो, एक। र कारण पनि दिएको छ, मल्टिटास्किङ असफल हुन्छ। मलाई त सधैँ लाग्थ्यो एकैचोटि धेरै कुरा सुधार्न खोज्नु राम्रो हो नि। यो एक सामान्य भ्रम हो, तर मनोविज्ञान र बानी निर्माणको विज्ञानले यसको ठीक उल्टो भन्छ। कसरी? यसको पछाडि कग्निटिभ ओभरलोड वा संज्ञानात्मक बोझको सिद्धान्त छ। हाम्रो मस्तिष्कको ध्यान केन्द्रित गर्ने, निर्णय लिने क्षमता सीमित हुन्छ। विल पावर जस्तै? हो, विल पावर जस्तै। जब तपाईँ एकैपटक ओभर ट्रेडिङ, जोखिम, भावना सबै सुधार्न खोज्नुहुन्छ, तपाईँले आफ्नो सीमित मानसिक ऊर्जालाई धेरै ठाउँमा छर्नुहुन्छ। मतलब सबैतिर थोरै थोरै ध्यान दिँदा अन्तमा कतै पनि राम्रोसँग ध्यान जाँदैन। ठ्याक्कै। यसलाई यसरी सोच्नुस् न, 4 ठाउँमा सानो सानो आगो लागेको छ र तपाईँसँग एक बाल्टिन मात्र पानी छ। चारैतिर अलिअलि छम्किनु भयो भने कुनै पनि आगो निप्दैन। तर त्यो पुरै बाल्टिन पानी एउटा आगोमा खन्याउनु भयो भने त्यो त निप्छ। हो, त्यसपछि तपाईँ अर्को बाल्टिन पानी भरेर अर्को आगो निभाउन जान सक्नुहुन्छ। एक पटकमा एउटा कमजोरीमा ध्यान केन्द्रित गर्दा तपाईँ आफ्नो सम्पूर्ण मानसिक शक्ति त्यही एउटा बानी परिवर्तन गर्नमा लगाउनुहुन्छ। ए, यसले सफलताको सम्भावना बढाउने भयो। नाटकीय रूपमा बढाउँछ। अनि एउटा बानी सुधार्दा जुन आत्मविश्वास र गति आउँछ, त्यसले अर्को बानी सुधार्न बलियो आधार तयार गर्छ। ओके, यो एक पटकमा एक भन्ने सिद्धान्त त निकै शक्तिशाली रहेछ। ल, कमजोरी पहिचान भयो, एकमा ध्यान केन्द्रित गर्ने निर्णय पनि भयो। अब के त? अब आउँछ अर्को महत्त्वपूर्ण कदम। स्रोतले भन्छ एउटा विशिष्ट प्रक्रिया लक्ष्य बनाउनुहोस्, र यसले खराब लक्ष्य र राम्रो लक्ष्य बीचको भिन्नता पनि देखाएको छ। हो, यो एकदमै क्रुसियल छ। खराब लक्ष्य हो धेरै अनुशासित बन्ने, अनि राम्रो लक्ष्य चाहिँ मेरो सेटअप चेकलिस्टमा 810 वा सो भन्दा बढी अङ्क प्राप्त गर्ने ट्रेडहरूमा मात्र प्रवेश गर्ने। तर एकछिनै, धेरै अनुशासित बन्ने भन्ने लक्ष्य किन खराब भयो त? यो त राम्रो मनसाय हो नि। मनसाय एकदमै राम्रो हो, तर लक्ष्यको हिसाबले यो प्रभावकारी छैन। किन? किनभने यो मापन गर्न सकिँदैन। अनुशासित हुनुको अर्थ के हो? तपाईले दिनको अन्त्यमा आज म हिजोभन्दा कति प्रतिशत बढी अनुशासित भएँ भनेर कसरी भन्न सक्नुहुन्छ र? त्यो त गाह्रो छ। यो एउटा भावना जस्तो भयो, कार्ययोजना भएन। यो अस्पष्ट छ। जब तपाईँ दबावमा हुनुहुन्छ, अनुशासित बन भन्ने सल्लाहले काम गर्दैन। ए, भनेपछि यो लक्ष्य पूरा भयो कि भएन भनेर जाँच्ने कुनै अब्जेक्टिभ तरिका नै छैन। यो त आफ्नो मुडमा भर पर्ने कुरा भयो। सही। अब त्यो राम्रो लक्ष्यलाई हेरौँ। मेरो चेकलिस्टमा 810 अङ्क आउने ट्रेड मात्र लिने। यो किन शक्तिशाली छ? किनभने यो विशिष्ट, मापनयोग्य, व्यवहारिक र सबैभन्दा महत्त्वपूर्ण प्रक्रियामा आधारित छ। एक एक गरेर बुझौँ न, विशिष्ट कसरी भयो? यसले के गर्ने भनेर ठ्याक्कै बताउँछ। 810 अङ्क एउटा स्पष्ट रेखा हो। यो कालो र सेतो जस्तै छ, खैरो क्षेत्र छैन। र मापन योग्य पनि त्यही भयो। हो, अनि व्यवहारिक किनभने यो तपाईँको नियन्त्रणमा छ। ट्रेड लिनु अघि चेकलिस्ट हेर्ने काम त तपाईँ आफैले गर्ने हो। अनि तपाईँले भन्नुभयो प्रक्रियामा आधारित। यो कुराले मलाई साँच्चै छोयो। हामी त प्राय परिणाममा केन्द्रित हुन्छौँ। हो, म यति पैसा कमाउँछु भनेर, तर त्यो हाम्रो नियन्त्रणमा हुँदैन। हुँदैन। तर तपाईँको प्रक्रिया अर्थात्
तपाईले निर्णय लिनु अघि के गर्नुहुन्छ त्यो त तपाईको 100% नियन्त्रणमा हुन्छ। यो राम्रो लक्ष्यले तपाईको ध्यान अनिश्चित परिणामबाट हटाएर तपाईले नियन्त्रण गर्न सक्ने प्रक्रियामा केन्द्रित गराउँछ। यसले निर्णय प्रक्रियाबाट भावनालाई हटाउने भयो। बिल्कुल। मलाई यो ट्रेड लिन मन लाग्यो भन्ने भावनालाई के यो ट्रेडले मेरो नियम पूरा गर्छ भन्ने तार्किक प्रश्नले प्रतिस्थापन गर्छ। यहाँ आएर सबै कुरा जोडियो जस्तो लाग्यो। सुरुमा हामीले कमजोरी जस्तै ओभर ट्रेडिङको कुरा गर्यौं। यो राम्रो लक्ष्यले त सिधै त्यही समस्यालाई समाधान गर्छ नि। यदि तपाईले 810 अङ्क नपाउने ट्रेड लिनुहुन्न भने तपाईले परिभाषा अनुसार नै ओभर ट्रेडिङ गरिरहनु भएको छैन। ठ्याक्कै। भनेपछि अनुशासित बन्ने भन्ने संकल्प गर्नु नै गलत रहेछ। मैले सधैँ लक्ष्य यसरी नै बनाउँथे। यो त मेरो लागि नै एउटा ठूलो आहा मोमेन्ट भयो। यो आत्मसुधारको इन्जिनियरिङ हो। तपाईले आफ्नो लागि एउटा यस्तो प्रणाली बनाउँदै हुनुहुन्छ जसले तपाईलाई सही काम गर्न लगभग बाध्य बनाउँछ। ठीक छ, अब यो सम्पूर्ण छलफललाई सारमा भन्नु पर्दा यो सानो नोटले हामीलाई 3 चरणको ढाँचा दिएको छ। हो, 3 चरणको। पहिलो, आफ्ना कमजोरीहरूलाई इमानदारीपूर्वक पहिचान गर्ने। दोस्रो, ती मध्ये कुनै एकलाई मात्रै सुधारका लागि छान्ने। एक मात्र। र तेस्रो, त्यो कमजोरीलाई सम्बोधन गर्नको लागि एउटा एकदमै विशिष्ट, मापनयोग्य र प्रक्रियामा आधारित नियम बनाउने। हो, कुनै अस्पष्ट संकल्प होइन, ठोस नियम। र यो ढाँचाको सुन्दरता के हो भने यो ट्रेडिङमा मात्र सीमित छैन जस्तो लाग्यो मलाई त। बिल्कुल छैन। यो जीवनको जुनसुकै क्षेत्रमा पनि लागू हुन्छ जहाँ अनुशासन र निरन्तरता चाहिन्छ। जस्तै स्वास्थ्य। खराब लक्ष्य के होला? म स्वस्थ जीवनशैली अपनाउँछु। सुन्दा त राम्रै लाग्छ, तर यो अस्पष्ट छ। राम्रो लक्ष्य के हुन सक्छ भने यो महिना म हप्ताको 3 दिन 30 मिनट हिँड्न जान्छु र राति सुत्नुभन्दा 1 घण्टा अगाडि फोन चलाउँदिन। कति स्पष्ट। यो गर्नुभयो कि भएन भनेर सजिलै हो वा होइनमा जवाफ दिन सकियो। हो नि। त्यसै गरी कुनै नयाँ सिप सिक्नु छ भने म हरेक दिन अभ्यास गर्छु भन्नु र म हरेक दिन बिहान 20 मिनट यो निश्चित अभ्यास गर्छु भन्नुमा आकाश जमिनको फरक छ। वाह, यो त एउटा सानो नोटबाट सुरु भएको थियो तर यसको सिद्धान्त निकै व्यापक रहेछ। हो, यसले हामीलाई इच्छा र संकल्पको तहबाट माथि उठाएर ठोस कार्य र प्रणालीको तहमा लैजान्छ। यसले सिकाउँछ कि वास्तविक सुधार ठूला वाचाहरूबाट होइन, बरु ससाना, व्यवहारमा केन्द्रित र निरन्तर गरिने परिवर्तनहरूको योगफल हो। र यो प्रक्रियाले आत्मजागरुकता पनि बढाउँछ। जब तपाईँ आफ्नो व्यवहारलाई यसरी निहाल्न थाल्नुहुन्छ, तपाईँले आफ्ना कमजोरीहरू र आफ्ना ट्रिगरहरू अर्थात् कुन कुराले तपाईँलाई गल्ती गर्न उक्साउँछ अझ राम्ररी बुझ्न थाल्नुहुन्छ। पत्तै पनि आजको छलफलको सार यही हो जस्तो लाग्छ। सुधार भनेको एकै रातमा हुने क्रान्ति होइन, यो हरेक दिन गरिने सानो र सचेत प्रयासको परिणाम हो। म यो छलफललाई एउटा अन्तिम विचारका साथ बिट मार्न चाहन्छु। हुन्छ। जसले गर्दा श्रोताहरूले पनि अलिकति सोच्ने मौका पाउनुहुन्छ। हेर्नुहोस् है, यो स्रोतले त ट्रेडमा प्रवेश गर्नका लागि नियम बनाउनमा ध्यान केन्द्रित गरेको छ। हो, एन्ट्रीको नियम हो। तर ट्रेडिङको अर्को पाटो जुन उत्तिकै सायद अझ बढी महत्त्वपूर्ण छ त्यो हो ट्रेडबाट बाहिर निस्कनु। एक्जिट। चाहे त्यो नाफामा होस् वा घाटामा हो। बिल्कुल। अब प्रश्न यो, ट्रेडबाट बाहिर निस्कन वा घाटा व्यवस्थापन गर्नका लागि यस्तै विशिष्ट र मापनयोग्य नियम कस्तो हुन सक्ला? राम्रो प्रश्न। प्रक्रियाको सुरुवात जस्तै अन्तलाई पनि त्यति नै स्पष्टताका साथ परिभाषित गर्दा समग्र नतिजामा कस्तो परिवर्तन आउन सक्छ? यो प्रश्नमा विचार गर्नुभयो भने मलाई लाग्छ यो स्रोतको सिद्धान्तलाई अझ गहिरो स्तरमा लागू गर्न सकिन्छ।